बिचमा अर्कोलाई के गर्नु तिमी जापानबाट मैले नै नेपाल हायर गरेको त्यसलाई के गर्छस् के जापानबाट नेपाल भित्राउने एरिस ब्याड गो 69 हो मसँग भिड मेरो साथीमाथि नजा ओके एक बेटी आइमै बच्चाको आमा अब भन्दिन सुन तेरो साथीलाई भन त्यो मेरो बच्चा किन पछि लाग्छ त्यो पनि भन त रोबिनले भन् तिमी भन्छन् तिमी सयला सय गलत भन् तिमी यहाँ बिचमा नपर कि रोबिन तँले तिम्रो बारेमा कुरा गरेकै छैन यार त्यस गरे बाटो पो हगेर आइसके त जस्तो हो त बच्चाको के रे सरी त गु पुछ्दै बस त गु पुछ अब जाठी आइजा रोस्के खेलौँ त हो गया गाइस उठेर बुझ्ने नि हो गया यो त गाइस मैले कसैलाई नराम्रो भनेको पनि छैन नराम्रो गरेको पनि छैन तिमीहरू आफ्नो गेम खेल मैले भन्न खोजेको चाहिँ यति हो कि म सुत्न लागिसकेको मान्छे लाइभ हेर्दाखेरि मेरो नाम लिइरहेको रहेछ अनि कतिजना मेरो भ्युअर्सहरूले पनि मलाई सेयर गरेको थियो यस्तो भइरहेको छ नाम लिइरहेको छ के हो भनेर अनि म यति भन्नलाई मात्र लाइभ आएको हो म सुतिसकेको मान्छे गेम खेल तिमीहरू गेम नखेल होइन तिमीहरू सबैजना आफ्नो आफ्नो ठाउँमा ठिक छ होइन एकअर्कालाई नबुझेको मात्रै हो होइन अनि त्यसपछि गेम खेल्दा खेल्दै मेरो नाम लिगेर मलाई गाली गर्ने मलाई बिचमा ल्याउने काम नगर म यति मात्र भन्छु अनि मैले नराम्रो भनेको पनि छैन मलाई भोटिनीले नराम्रो भन्नु पनि छैन र उसले भनेको कुरामा मन दुखाउनु पनि छैन मलाई किनभने नभएको कुराहरू दिमागमा लिनुपर्छ सबैजना मिलेर गेम खेल्नुपर्छ कसैलाई तँ पनि मान्छेको मुटुमा चस हुने गरी बोल्छस् त्यसरी नबोल अबदेखि भन्छु मुटुबाट हैन म त खुन निकाल्ने हो खुन पिरियड नभए पनि बुझ्छ नि सुन्न यार तेरो मेरो डिस्कस भइरहेछ बिचमा अर्कोलाई के गर्नु तिमी मलाई भन मेरो साथी हो त्यही भएर भनेको त्यो नाक फले मलाई भन के भन्छु मलाई भन भयो तलाई हो मेरो साथी हो मेरो जुली हो के जापानबाट मैले नै नेपाल हायर गरेको त्यसलाई के गर्छस् के आइसा त्यसलाई जापानबाट नेपाल भित्राउने एरिस ब्याड गो 69 हो मसँग भिड मेरो साथीमाथि नजा ओके जेलस ओके बेबी डोन्ट फकिङ जेलस ओके फकिङ बेबी ल भन्दिन आजदेखि भन्दिन एकचोटि आइ मेरो बच्चाको आमा भन्दिन मसँग भिड आइज मेरो साथीलाई नतान डोन्ट पुल माइ फ्रेन्ड ओके नजा तँ पनि मेरो फ्यामिली नजा बुझिस मैले के भने सुन मैले बेटी आइमै बच्चाको आमा अब भन्दिन सुन तेरो साथीलाई भन डन साथीलाई भन मलाई पच्दैन त्यो कुरा त्यो डन साथीलाई पच्छ मलाई त्यस्तो कुरा पच्दैन डोन्ट बी जेलस जापानबाट तेरो साथीलाई भन डनलाई मलाई पच्दैन बुझिस उखाड तेरो साथीलाई भन तेरै कारणले तेरो साथीले दुःख पाइस लु खा मलाई 20 खुवाएर मार त्यो मलाई पच्दैन तेरो साथीलाई भन त्यो धेरै नउफ्री त्यो उफ्रे कारणले उता ठोक्छु मैले फेरि किन जेलस हुन्छस् त डनसँग तेरो डनले के बिगार्दिएको छ भन त ओइ यही कुरा एउटा छोराको आमा एक बेटी आइने तेरो साथीलाई गएर भन त कतिको पच्छ पच्दैन त्यो थाहा हुन्छ बुझिस मलाई नभन मलाई पच्दैन त्यो कुरा तेरो साथीलाई गएर भन एक बेटी आइने छोराको आमा भन त तेरो साथीलाई पच्छ कि पच्दैन अनि म पचाउँछु तँलाई त्यस्तो प्रब्लम छ यो भन्दैन भने तैँले मलाई भन्दा पनि हुन्छ बुझिस् नि मेसेज गरेर भन्दा पनि हुन्छ नर्मल गेममा यस्तो नभन है एरिस भन्दा नि हुन्छ मलाई ठोक मेरो साथीलाई डोन्ट पुल मी ओके जापानबाट मैले हायर गरेर मलाई पच्दैन त्यो कुरा तेरो साथीलाई पच्छ होला किन जेलस गरेको तैँले बुझिस् नि अरे भोटिनी किन यार उसको पछि लाग्यो त्यो मेरो बच्चा किन पछि लाग्छ त्यो पनि भन त रोबिनले भन् तिमी भन्छन् तिमी सयला सय गलत भन् तिमी यहाँ बिचमा नपर कि रोबिन तँले तिम्रो बारेमा कुरा गरेकै छैन यार कोटाको छ त्यसले कसले कोटा हो मलाई भन मेरो बच्चा दिलाएर कोटाको छ हाम्रेलाई आफूले तिमीलाई भनेको चाहिँ तिमीलाई जवाफ दिनु न आफूलाई उसको नाम मेरो बच्चालाई भनेको मेरो बच्चाको के दोष त्यसलाई मेरो बच्चाको के दोष हैन यार बच्चाको आमा भन्ने त्यस्तो नराम्रो के छ र भन्ने के मलाई पनि छोराको आमा छोराको आमा डन पनि किन रोकी त डनमा नजानु कि यसको साथी हो तिम्रो भनेको डन चाहिँ किन रोकिले किन रिस उठ्यो यो भोटिनी किन यस्तो गर्छ अस्ति भर्खर चन्दनसँग लफडा गरेर कति हेटर्स कमाइ अब फेरि डनको पछि लाग्छ कति हेटर्स कमा चाहिँ कोले गर्दा नम्र बोलीले पनि हेटर्सलाई पनि आफ्नो बनाउन यार डनको पछि किन लाग्छ यो चाक धोएर यार हात धोएर यार म बोले हैन केही पनि झिउ लाग्ने
सुन उसलाई केही नभन बुझिस् नि छोड दे मेरो बच्चा सुन मेरो पनि फ्यामिली नजा केही नभन तँलाई पनि ठोक्छु फेरि त्यो साथीलाई पनि सुन तँलाई त्यस्तो साला जन्माउने बेला जन्माइस् अहिले तँलाई त्यति प्रब्लम भयो साला त्यति हेट गर्छ जस्तो तेरो साथीलाई पनि यति प्रब्लम भयो तेरो साथीलाई पनि किन रोकी त तेरो साथीलाई पनि किन रोकी त यो भोटिङ त गाईकै अनुहार परेको गोरु रहेछ एक नम्बर गोबर स्वाट रहेछ आइमे त यार कति नबुझेको यार ए बाबा यार डरले के बिगारिदिएको छ यसको यार ऊ आफन्तलाई गेम खेलिरहेको छ यार जति बेला पनि डनको मात्र नाम लिएर ढुकुर अब हेर न मलाई भन्दा नि हुन्छ नि उसले मलाई छाड्यो मैले केही पनि भनेको छ आम टकिङ भेरी नाइसली होइन बिचरा उसलाई किन पुल गर्नु यार ऊ अघि नै लाइटिङ गरेर सुति भाइसँग पनि गेम खेलेर आज थाहा छैन मलाई मन पर्दैन बुझिस् मलाई फ्यामिली कुरा मेरो बच्चा कुरा मलाई कसम मन पर्दैन बुझिस् नि ठिक छ उसलाई नराम्रो लाग्छ मैले भन्दिनँ भने त नि तेरो साथीलाई पनि भन तेरो साथीलाई पनि भन किन रिस मानेको कि राम्रो छ कि लाइफमा मात्रै हो कि त्यसरी भएको त गरेर बोल्ने के पर्सनमा धेरै राम्री छि बुझ्स् नि अरु राम्रो छ घरमै बस्ने विदेश पुगेर आइसके बाटो पो हगेर आइसके त जस्तो त बच्चाको के रे सरी त गु पुछ्दै बस त गु पुछ अब जा ठीक आइजा रोस्टे खेलौँ तर आइजा रोस्टे खेलौँ हो गया गाइस उठेर बुझ्ने नि हो गया यो त गाइस मैले भाग्रो भने गाइस सुन्नु मेरो बच्चाको आमा हो ल जोसुकै मैले भिडियो पनि हालेको छु आई डोन्ट केयर तर यसको साथीले मैले त्यसलाई भनेको हो गाइस बुझ्यौ नि अन्त डनले चाहिँ किन लुकाके त्यो एआईबाट निकाल्यो छोरा घोरले छोरा डन एआईबाट निकाल्छ त्यो डन किन रोकी त्यो त्यसको गल्ती छ किन रोकी डन मसँग आएर मलाई भन्नुहोस् डनले के चित्त बुझेर मलाई भन्नुहोस् ट्रेन गरेर बच्चाले आएर बच्चामा भन्दा के भन्ने मैले हो त्यो गरेर भन्नु दिनकै झगडा हुन्छ के बोलेको के भएर केटा एकछिन बोल्दै नि त हेर म भन्दिनँ तँलाई तर मैले तैँले मलाई मुख छाडेर गाली गरेको छ मलाई गाली गर केही फरक पर्दैन तैँले जे भने नि हेर त मलाई भा भनेर भन् होइन मलाई केही फरक पर्दैन बहिनी हेर म भन्दा सानै होलास् त होइन डनमा नजा मलाई मात्र भन् ल गाली गरे नि मलाई मात्र गाली गर ल अरूलाई नतान ए बेड भाइ भन्दिनँ हाप्रेर मेरो झगडा भएको तेरो मेरो बच्चासँग झगडा भएको मेरो बच्चाको बिचमा ल्या त्यही भएर कुरा निस्केको बुझ्यौ नि मेरो पर्सनल लाइफमा जानु पर्दैन आई डोन्ट केयर मलाई मन पर्दैन कसै मेरो पर्सनल लाइफमा गयो भने मलाई मन पर्दैन बुझिस् नि मेरो बच्चाले कसैलाई हात रुचायो म त्यसको घाँटी काटिदिन्छु बुझिस् ए धेरै माया लाग्छ तँ बच्चा आमा हो नि मलाई थाहा हुन्छ तँलाई म यति कुरा भन्छु गाइस डन बिचमा किन ल्याएको बेड त्यो नि मेरो बच्चाको बिचमा किन ल्याएको त त्यसको साथी हो म तेरो भनिदिएको मैले नि भएको कुरा भनेकै हो डन आमाको छोरा हो त भनिदिनु त नि रोएर के चर्तिकल देखाएर के हुन्छ रोबिनहरूले हाम्रेले रोज गेम कति खेल्छ गाइज हो कि नभन्नु हाम्रेहरूले रोबी कहिले पनि गाइज डनलाई बच्चाको आमा यहाँ अस्ति मलाई हाम्रेले भनेको रोबीले मैले पहिला रोबीले पनि मलाई भन्थ्यो मैले रोबीलाई पनि मेसेज गर्न नभन यस्तो कुरा मलाई मन पर्दैन बेचे फिल्ममा ल्याएको भन्दाखेरि मलाई मन पर्दैन गाइज मलाई पनि सुन मलाई कहिले रुबिनलाई मेसेज गरिस् मलाई त्यस्तो नभन मलाई चित्त दुख्छ भने मलाई पनि मेसेज गर्नु पर्छ नि तेरो गल्ती हो द्याट्स योर फल्ट ओके द्याट्स योर फल्ट तेरो गल्ती हो बुझ्स् नि साला बच्चा के रे सरी भैँसीको गुस भागो मेरो गल्ती हा डन पनि छोराका यत्रो घरले छोरा त लुकाएर राखेर नारक गरेर यहाँ चर्ती कर देखाएर सुन मैले कहिले सोधेको पनि छैन तेरो यस्तो उस्तो भनेर हेर म कहिले निस्क्यो बुझिस् हाम्रो नि कुरा सुन ढुकुरिया सुन डनले लाइदाएर के यहाँ चर्ती कर देखाएर यहाँ रुनु पर्यो यहाँ मसँग जोड मलाई के कुरा चित्त बुझेर मलाई भन डनलाई ल डनलाई जोइन गर ल डनलाई के कुरा चित्त बुझेर मलाई ठोक भन्न ल डनलाई ल म गाली खान तयार ल ठोक भन्न डनलाई के चित्त बुझेर डनलाई भाग्रो नभने के भन्छ भन्ने मान्छेलाई ठोसको जे होला आफ्नो ठाउँमा जोइन हैन हामीलाई त्यसमा इभन अहिले यत्रो धेरै भयो चिनेको हैन साथीहरु उलाई मैले गाइज मैले डनलाई रिक्वेस्ट पठाएको ऊ आइन आउनै चाहन्न भोट्ने आउन चाहन्छ बोल्न खोज्छ डन चाहन्न भनेपछि उसको इच्छा होइन नि त उसको इच्छा नभएसम्म किन जबरजस्ती गर्ने रिक्वेस्ट पठा गाइज ऊ आउनु नि ऊ आउन खोजिरहेको छैन नि यस्तो के भन्छन् अनि कहाँ आउँछ नि यस्तो यस्तो के भनेपछि को आउँछ नि घोरले छोरा घरमा राखेर लाइभमा रोख भन्छ भोट लिएर कहाँ को आउँछ यहाँ त्यो सुनेपछि कोही आउँछ भन यार किन त्यसले भन्ने त हैन डनको भए पछि नलाग्यो मलाई भन न त्यो सम्झि सही गर्दा भनेको त मलाई भन अरूलाई नतान
बुझ्यौ नि ढाबले भन्दा केही भएन मलाई उसको अनि मलाई यति कुरा हामी भन्दाखेरि game मान्छे खेल्छौँ, पुग्यो सक्यो। ढाबले उसको मलाई कति बसमा भनेको छ होस्, बुझ्यौ नि नहोस्, मलाई त्यस्तो केही ट्रिगर गर्दैन ल छोड्दै तैँले मसँग गेम खेल्दा जस् मेरो कुरा गर मलाई भन् बिचरा ऊ अघि नै लाइभ इन गरेर सुतेको मान्छे तेरै कारणले गएर यहाँ मसँग बाज्न आएको बुझ्यौ सुन न ढुकुर होइन मैले अहिलेसम्म कसम भनेको ढुकुर होइन अस्ति पनि हामी तिनजना बोल्दाखेरि अहिलेसम्म मैले डनलाई पर्सनमा तेरो यस्तो छ उस्तो छ भनेर सोधेको छैन नभए तिमीले कल गरेर मैले पनि भन्नु सुनेको मैले पनि सुने अहिलेसम्म हो त्यो मिडियामा- एउटा सेयर गर्ने कुरा आफ्नो दुनियाँमा सुनेको कुरा हो अब मैले अहिलेसम्म सुनेको छैन त्यो खोज्ने हाम्रो कुरा पनि होइन हो कि नै हो त्यही भनेको क्या अब उसले त अब बिचरा भोटेनी त होइन नराम्रो भनेको होइन उसको बच्चाको राम्रो होस् होइन लाइफमा राम्रो पढोस् भोलि गएर राम्रो होस् होइन हामी त्यस्तो केही पनि नराम्रो भनेको छैन भन अब एकचोटि पनि साथीहरू मैले सोधेको छैन क्या तेरो यो के हो भनेर क्या पर्सनमा म पनि उसँग एड्छु इनबक्समा बोलेर हुन्छु कहिले काहीँ दाइ लाइभ मार्न सक्छ अस्ति हामी तिनजनै डन र यो रुबिन र हामी बसेर 1.5 घन्टा कुरा गऱ्यौँ होला एकचोटि पनि सोधेन हामीले त्यस्तो कुराहरू लाइभमा उसले कहिले पनि भोटिङको बारेमा कुरै गर्दैन उसले उसलाई मतलबै छैन ऊ आफ्नो जिन्दगी जिरहेको छ ऊ आफ्नो जिन्दगी खुसी छ भने बस सुन न रुबिन डन भनेको त यस्तो स्याल हो नि जापान गएर बाटोमा हगेर आइसक्यो मान्छेहरू यहाँ गोबर सोर्दै बसिरहेछ हो कि होइन के भन्ने यार मैले कसलाई सम्झाउने यार सबै होससँग बाँच्चे अहिले मैले कसैलाई नराम्रो भनेको पनि छैन नराम्रो गरेको पनि छैन तिमीहरू आफ्नो गेम खेल मैले भन्न खोजेको चाहिँ यति हो कि म सुत्न लागिसकेको मान्छे लाइभ हेर्दाखेरि मेरो नाम लिइरहेको रहेछ अनि कतिजना मेरो भ्युअर्सहरूले पनि मलाई सेयर गरेको थियो यस्तो भइरहेको छ नाम लिइरहेको छ के हो भनेर अनि म यति भन्नलाई मात्र लाइभ आएको हो म सुतिसकेको मान्छे गेम खेल तिमीहरू गेम नखेल होइन तिमीहरू सबैजना आफ्नो आफ्नो ठाउँमा ठिक छ होइन एकअर्कालाई नबुझेको मात्रै हो होइन अनि त्यसपछि गेम खेल्दा खेल्दै मेरो नाम लिगेर मलाई गाली गर्ने मलाई बिचमा ल्याउने काम नगर म यति मात्र भन्छु अनि मलाई भोटिङलाई मैले नराम्रो भनेको पनि छैन मलाई भोटिङलाई नराम्रो भन्नु पनि छैन र उसले भनेको कुरामा मन दुखाउनु पनि छैन मलाई किनभने नभएको कुराहरू दिमागमा काम पनि छैन होइन अब जे छ मेरो मनमै छ कसैलाई ल्याएर यहाँ देखाउनु पर्ने पनि छैन अनि मैले भएको कुरालाई भएको भन्ने हो नभएको कुरालाई नभएको भन्ने हो होइन गाइज प्लिज मेरो कमेन्टमा कसैलाई पनि गलत नलेखिदिनु होला सबैजना राम्रो हुनुहुन्छ म सबैजना होस्टरहरूलाई रेस्पेक्ट गर्छु होइन कहिलेकाहीँ रोस्ट गेममा होला बाजाबाज गर्छ होला अनि त्यस पछाडि नराम्रो कुनै कुराहरू नराम्रो भन्छ होला त्यसको लागि पनि आई एम सो सरी गाइस होइन अनि मैले भोटिनीलाई नराम्रो भनेको पनि छैन अहिलेसम्म भोटिनीको नाम निकालेर मैले उसलाई गाली गरेको पनि छैन उसलाई नराम्रो भनेको पनि छैन र ऊ बाहेक अरू कसैलाई पनि मैले नराम्रो भनेको छैन यदि मैले कसैलाई मैले बोलेको शब्दहरूले मैले नराम्रो भनेको छ भने आई एम सो सरी गाइस होइन त्यसमा तपाईँहरूले पनि मलाई गलत छ भन्न पाइन्छ नपाउने होइन रोबिन दाईको ठाउँमा ठिक छ एरिसको ठाउँमा ठिक छ भोटिनीको ठाउँमा ठिक छ म मेरो ठाउँमा ठिक छ बस यति कुरा हो कि यहाँ मिसअन्डरस्ट्यान्डिङ भएको हो कसैले एकअर्कालाई नबुझेको मात्रै हो होइन मलाई कसैलाई नराम्रो बनाउनु नराम्रो भन्नु मेरो इन्टेन्सन पनि होइन अनि अर्को कुरा मेरो भ्युअर्सहरूलाई सबैजनालाई थाहा छ होला तपाईँहरूलाई मैले लाइभमा आएर कसैको नाम निकालेर त्यसरी गाली गरेर अरूको पर्सनल कुराहरू निकालेर त्यसरी गाली गरेको पनि छैन र गाइज मैले भोटिनीले भनेको कुरामा मेरो मन दुखेको पनि छैन ओके अनि म किनभने नभएको कुराहरू मनमा लिगेर म मन दुखाउने काम पनि गर्दिनँ जे हो म त्यही भनिदिन्छु होइन अब बोल्यो होला उसले कुनै कुराहरू हो मान्छे हो गल्ती मान्छेबाटै हुन्छ नराम्रो मान्छेबाटै बोल्छ होइन अनि त्यही हो साथीहरू म केही भन्न चाहदिनँ अबदेखि चाहिँ अब एरिसहरू रोबिन दाईहरू उनीहरू गेम खेलिरहेको हुन्छ होइन आफू गेम खेल आफ्नो गेम खेल्नु अनि मेरो नाम लिगेर बिचमा मेरो नाम लिगेर चाहिँ नबाच्नु भन्छु अनि वेलकम दादा अनि सबैजना होस्टरहरूलाई रेस्पेक्ट छ अनि त्यही हो दाइ म अरू केही पनि भन्दिनँ अब तपाईँहरू गेम खेल्दाखेरि चाहिँ मेरो नाम लिगेर चाहिँ झगडा नगर्नु भन्छु त्यही हो एरिस अरू केही नै भन्दिनँ म रूबी जी आप इधर हो आओ लाइव खाना खायो कि नहीं
यो त अघि नै सुत्छु भनेर 2 घण्टा अगाडि सुतेको मान्छे को हो त नि अघि देखेन गेम नखेलिकन सुतेको लाइभिङ गरेको यसले यो बिचारा फेरि लाइभ आएको है तँलाई मैले लाइभ त्यही त मलाई केही पनि छैन कि मलाई केही छैन मलाई त्यो उसले त्यो कुराहरू गरेर त्यो नभएको कुराहरूलाई लिएर म मन दुखाउने काम पनि गर्दिनँ होइन म त्यस्तो मन दुखाउने खालको मान्छे पनि होइन लेट्स भोटिनी पनि गलत छैन एरिस पनि गलत छैन रोबिन दाई पनि गलत छैन म पनि गलत छैन सबैजना होस्टरहरूलाई म रेस्पेक्ट गर्छु होइन अनि मैले भन्न खोजेको चाहिँ यति हो कि यो हो कि तरिका यो हो एउटा मान्छे बोल्न सक्ने तरिका हुनुपर्छ केटा रिसले मात्र हुँदैन जिन्दगीमा रिसले आफै बर्बाद हुने हो कि तरिका यो हो जो मान्छे नम्बर हुन्छ नि गाइज त्यो मान्छे जिन्दगीमा अघि बढ्छ कि जो मान्छे त्यसै उश्रृङ्खल हुन्छ नि त मान्छे आफै झर्छ हेर्नुहोस् त उसको कति झुकाउ त्यस्तो साह्रो भन्दा पनि ऊ पनि आफै झुकिरहेको छ ऊ आफैले पनि राम्रो कुरो गरिरहेको छ उसले हाँस मजाक गरे पनि सबैलाई सम्मान गर्छ यो हो नि त यार डन बहिनी यार मान्छे यतिको हुनुपर्छ कि गाइज जिन्दगीमा झुक्नुपर्छ आफ्नो सबैसँग होस्टलाई कति सम्मान गरेको छ अब भोटिनी जोसँग नै बाँचिन्छ जोसँग नै बाँधिन्छ चन्दनसँग लफडा गर्यो चन्दन गेम खेल्न छोडिदियो अब हाब्रेसँग लफडा गर्छ भोलि हाब्रे गेम खेल्दिनँ होला मलाई पनि के भन्छ के थाहा म पनि जान सक्छु जहाँ कन्ट्रोभर्सी आउँछ गिफ्टिङ आउनु हामी के गेम खेल्ने मान्छेमा तरिका हुनुपर्छ बोल्ने तरिका हुनुपर्छ केटा हो डन बहिनीको नम्रताले गर्दाखेरि हेटर्स पनि उसको फ्यान भएको छ क्या त्यो हो क्या मान्छेमा नम्रता हुनुपर्छ झुकाव हुनुपर्छ केटा हो जुन कुरा हामी भोटिनमा देखिनँ कि गाइस यति नजिकै भएर पनि भोटिनी घरि उच्छृङ्खल हुन्छ कि यार के भन्ने यार रोबिन दाई ल गएको ल म सब राम्रोसँग गेम खेलौँ म यति मात्र आएको भन्नलाई आएको हो कि ल बहिनीलाई ल बस ल एरिस गएको है ल जासु डकेर डगको डक्टर गेम खेलेको रे के रे डगको त के रे बिरालोहरूले 12 वटा बच्चा जन्माउँछ म पनि 12 वटा बच्चा जन्माउने अब मुला आइदिएर केटा खोज्दो भयो मलाई केटा खोज्नु पर्दैन अहिलेको जमानामा सिरिजबाट काम चल्छ यो सुन ओइ सुन एउटा कुरा सुन त भनेको कुकुर बिरालोको डाक्टर हो 12 वटा बच्चा कसरी जन्माउने भोलि मलाई भन म कुकुर बिरालो खोज्छु ए होइन मतलब घरमा पाल्नलाई त्यस्तो हो भने कुकुरको बच्चा जन्माए पनि भयो नि त अनि त्यही त म 12 वटा जन्माउने तर म कुकुरको बच्चा र बिरालो गरेर मुसाको बच्चा जन्माउँछु सबै तीनटै एकचोटी केटा मान्छेले कसरी पाउँछ र हामीले आयो उठेर मुत्ने मान्छेले बच्चा पाउँछन् र तिमीसँग यदि अब भेट भइहाल्छ अब कुन दिन भेट हुन्छ टक्कसँग यहाँ बोतल राख्ने यसरी मलाई साह्रै भनेको पनि छ होइन यो मलाई बनाउनु पनि मन छ एउटा भिडियो होइन टक्कसँग म पनि सुसु गर्दै अनि टक्कसँग हिँड्ने यस्तो भिडियो बनाउँछु गाडी म हेर्दै तिमीलाई त्यस्तै बच्चा जन्माउन मन लागेको छ भने तँलाई बाउ पनि चाहिँदैन के सिरिन्जबाट काम चल्छ अहिले मैले चिनेको एउटा डाक्टर हुनुहुन्छ उहाँलाई भनिदिउँला नि त मेरो एउटा छोरी के रे छोरी रे फेरि सुन्न मेरो एउटा साथी छ साथीलाई क्यानाडाको कि युए के अरे अस्ट्रेलियाको कि जापानको कि कहाँबाट ल्याउने भन्छ है तर मलाई 12 वटा चाहियो ओके एउटा बिरालोको यो साइडमा अनि म 20-25 वटा बच्चा जन्माउँछु अनि मेरो गिनिज बुकमा नाम निस्किन्छ एरिस ब्याग भन्ने एउटा केटी टिकटकमा थियो त्यसले बच्चा र बिरालो र सबै जन्माएको जा यार एरिस बरु तँलाई त्यस्तै बच्चा बनाउन मन लागेको छ भने जोनी सिंहसँग जा होइन त्यसले त भिडियो मात्रै बनाउँछ होइन र के भन्छ पागलहरु यार हेर्दा सोझी छ अनि यो हाब्रे हो नि त के बोलेर बसेको
I'm just kidding, guys. Don't take it serious, है साथीहरु ल। ल राम्रोसँग कुरा त्यही हो खेल्नुपर्छ सबैजना मिलेर गेम खेल्नुपर्छ कसैलाई तँ पनि मान्छेको मुटुमा चस हुने गरी बोल्छस् त्यसरी नबोल अबदेखि भन्छु मुटुबाट हैन म त खुन निकाल्ने हो खुन पिरियड नभए पनि बुझ्दै खेल्न आउनु भनेको पंगा लिनु जस्तै अनि के रे तँ मेरो साथी रे थु उयाको साथी होला तँ तँ मेरो साथी रे उयाको साथी होस् तँ ओइ मेरो कुरा सुन्न गेम खेल्दै थिए कि सुन्न मेरो कुरा सुन्न गेम खेल्दै थिए कि त्यसलाई त रिस उठेछ कोही पुञ्ज बनाएको हैन मैले पनि यस्तो भन्दिए डायलग हैन त्यसले पनि मलाई मुख छाडी हैन म तर मैले चुपाएर बसे कि डन हैन अनि तेरो साथीलाई पनि भन्दै जोगेर आइगयो त्यो तँ मेरो साथी होस् त्यस्तै भनेको तँ मेरो साथी मैले के डायलग खानेको हो त घरमै बसेर गुस ओर्दै बस भैँसीको नगर चुप भयो छोड अब त्यस्तो कुराहरू नगर अब गेम हो होइन अब रोबिन दाइ यता आउनु त तपाईँसँग पनि एउटा कुरा गर्नु छ मलाई रोबिन दाइ यहाँ आउनु न होइन त्यो नयाँ लुगा लगाएको जस्तो छ कि ऊ नयाँ लुगा लगाएको हेर्नु न त्यहाँ पेन्ट मलाई हिजो रोबिन दाइ देखेर यस्तो हाँस उठेको हाफ्रे पुरा होइन एउटा चाहिँ पाकिस्तानी केटी चाहिँ त्यो कस्तो मजाले पुरा त्यो के भन्छ मेकअप सेकअप गरेर होइन कस्तो राम्री भएर आएको होइन अनि फेरि रोबिन दाइ चाहिँ फेरि हिलो जोइन भइदिरहेको भने म यस्तो हाँसेर राति अनि रोबिन चाहिँ क्या हुआ भन्छ किन बाबुलाई चाहिँ आयो होइन कि रोबिन दाइ कसम भनेको राति होइन मैले तपाईँको लागि सुन न के अरे तिमी यस्तो नयाँ लुगा लगाएर टी सर्ट लगाएर अनि यस्तो चुमुक कहिलेदेखि हो तिमीलाई चाहिँ फेरि आमा कति नोटिस कोही नोटिस म लाइभ अफ गर्न लाग्यो रोबिन दाइ सुन्नु न एउटा कुरा म तपाईँसँग एउटा कुरा गर्न चाहन्छु क्या अब हामी दिउँसोमा रोस्ट गेम खेल्छौँ होइन रोस्ट गेम खेल्दाखेरि कुनै कुराहरूले तपाईँलाई पनि मन दुखेको छ होला होइन आइएम सो सरी दाइ है अनि रोस्ट गेममा अब कहिलेकाहीँ हाप्रेले पनि ठोकिरहेको हुन्छ अनि फेरि मलाई पनि मन दुख्छ त्यही भएर मैले पनि ठोक्छु क्या अनि त्यही भएर सरी भन्न चाहन्छु त्यसको लागि होइन मलाई थाहा छ नि त मैले पनि कति कुराहरू मैले पनि गलत बोलेको छु रोस्ट गेममा अनि त्यही भएर रोबिन दाइको भ्युअर्सहरूलाई अनि एरिसको भ्युअर्सहरूलाई मेरो भ्युअर्सहरूलाई सबैजनालाई आइएम सो सरी भन्न चाहन्छु साथीहरू है अनि त्यस्तै हो कि रोस्ट गेममा अनि के बोलिहाल्छु अनि त्यही भएर धेरै भाषण दित भयो म्याडम त मुर के अरे बिरालोको डाक्टर नि ओइ बिरालोको डाक्टर ओइ मिस्टर विष्णु बुझेर मात्र कमेन्ट गर ओके तेरो लेभल किन बनाएको यत्रो लेभल ओके ल म गएको ल दुईजना गेम खेल्नु गएको म पनि ल रोबिन दाइ त अब पाकिस्तानीसँग पुरा चिप्केर बोल्नु हुने होला होइन अनि के अरे के अरे ढुकुर गएको ल गएको Oh my God.